आजदेखि चाहिँ मैले यो शिक्षक सेवा र लोकसेवा आयोगसँगमा चाहिँ बारम्बार आइरहने क्वेसन लाई चाहिँ हेरेर चाहिँ एउटा सेट बनाएको छु। यसलाई यो भिडियोलाई एकैछिन रोकेर हजुरहरूले चाहिँ यो क्वेसन हेरेर चाहिँ यसलाई चाहिँ कमेन्ट गर्नु होला एन्सर, अनि मिल्छ कि मिल्दैन चेक गर्नु होला है त। ल क्वेसन नम्बर 5 बाट म सुरु गर्छु। यो क्वेसन रिसोर्सनिङसँग रिलेटेड क्वेसन हो। यहाँ चाहिँ रिलेसन हेर्नुपर्छ। यो 13 र 14 र 13 लाई के गर्दा 9 आयो है, यही मात्रै पत्ता लगायो भने पनि अरूमा चाहिँ लगभग मिल्छ। यहाँ चाहिँ 13 र 14 यति नजिकका नम्बरहरू छन्, त्यही भएर जोड्ने घटाउने गुणन गर्ने भाग गर्ने त्यति खासै नभइसकेपछि चाहिँ हामीले यो लेटरहरूलाई चाहिँ जोड्छौँ। 1 + 4 + 1 + 3 गर्दाखेरि चाहिँ 9 हुन्छ। त्यस्तै गरेर चाहिँ 2 + 7 + 3 + 6 गरेर चाहिँ 18 भएको रहेछ। र यस्तै गरेर चाहिँ यसलाई चाहिँ हामी के जोड्नु पर्यो, यसमा 4 8 3 र 1 जोड्ने है। 4 8 3 र 1 जोड्दा चाहिँ एन्सर कति हुने भयो? 8 4 12 3 15 1 16 एन्सर है। ल कसको मिल्यो चेक गर्नु होला। त्यसै गरी अर्को यो क्वेसन नम्बर 4 छ, पर्सेन्टेजसँग रिलेटेड क्वेसन। यो पर्सेन्टेजबाट हो। 800 को 40% को 20% कति हुन्छ? केही गर्नु पर्दैन। यसलाई चाहिँ 800 × 40/100 × 20/100 मजाले 0 0 दुईटा काट्छु, दुईटा है, मजाले चाहिँ 0 काट्नुस्। 1 2 3 4 1 2 3 4 वटा 0 काट्यौँ। अब हामी 8 4 र 2 जुन माथि छ सबै बचेको चाहिँ त्यसलाई गुणन गर्छौँ। 8 4 र 2 गुणन गर्दा 8 चौको 32 दुना 64 चाहिँ यसको करेक्ट एन्सर है। 64 बी चाहिँ यसको करेक्ट एन्सर रहेछ। ल त्यसै गरी क्वेसन नम्बर 3 हेरौँ। अब यो पर्सेन्टेजसँग रिलेटेड क्वेसन भयो। मैले सकभर हरेक टपिकलाई समेट्ने गरेर चाहिँ डेली यस्ता सेटहरू ल्याउँछु, हेर्दै गर्नु होला। क्वेसन नम्बर 3 क्वेसन छ यो चाहिँ हाम्रो एनालोजीसँग सम्बन्धित छ। एनालोजीसँग रिलेटेड क्वेसन हो। 24 र 48 को सम्बन्ध जस्तै 28 को सम्बन्ध केसँग छ है, त्यो कुरा हो। 24 र 48 को रिलेसन जस्तो छ, त्यस्तै रिलेसन 28 को कुनसँग हुन्छ भन्ने कुरा हो। यहाँ सिम्पल छ, 24 × 2 गर्दाखेरि 48 हुन्छ है। अब त्यस्तै गरेर चाहिँ 28 लाई 2 ले गुणन गर्दा 56 हुन्छ, 56 हुन्छ। 28 × 2 गर्दा 56 हुन्छ। तर त्यो चाहिँ हाम्रो अप्सनमा छैन है। त्यो अप्सनमा नभइसकेपछि अर्को तरिका लगाउनु पर्यो। हामीले पहिला चाहिँ एकदम सिम्पल तरिका लगायौँ, 2 ले गुणन गऱ्यौँ, बेला 2 ले गुणन गर्दा 56 हुन्छ, त्यो छैन। अब यसले हामीले के गर्नुपर्ने हुन्छ भने